नमस्कार मित्रहरू। आज यो छोले ट्रेनिङको लागि म केही भन्न जाँदैछु। अति गर्नु तर चार नगर्नु, बुझ्नुभयो? तपाईहरु नेताहरूले अति गरे, चौगुना गरे के। हेर्नु त त्यत्रो पैसा हामी त सुन्थ्यौं, घरभरि पैसा छ भनेर त जलेर आज खरानी भयो, देश जलेर आज खरानी भयो। अब सोच्नु पर्दैन? तपाईहरु झोलेले ताली बजाएर हो सबै कुरो बिग्रेको। म त नेता भन्दा नि अझ झोलेलाई चाहिँ म आरोप लाउन चाहन्छु। सुध्रिनुस् बेलैमा। त्यो नेताहरूको सम्पत्ति स्रोत तपाईहरुले नि खोज्नु पर्दैन? त्यो पैसा सबैको होइन, राष्ट्रको होइन, सम्पत्ति राष्ट्रको होइन। अझै पनि एआईले बनाएको फेक के भनेर नेतालाई जोगाउने। अब नेता जोगिँदैन, यदि जोगिए पनि जेनजीले छोड्दैन है, यो चाहिँ लेखेर आउँछ। अब नेताको पालो त सक्यो, यो भौतिक सम्पत्ति सबै जल्यो। हेर्नुस् कमाएर के फाइदा? झोले बनाएर पनि फाइदा छैन नि त। झोलेको त पालो आएकै छैन अझ। हेर्नुस् गौतम बुद्ध देशमा शान्ति बनाएर राख्नु होला। म भन्दैछु अझै, जेनजी तपाईहरु घरको सन्तान हो। जेनजी घर घरमा छ। जेनजीले आफ्नै सन्तान आफ्नै बाबुआमालाई कुटेको मारेको भिडियो नआओस् फेरि सामाजिक सञ्जालमा। छोडिदिनुस् झोला बोक्न, नेताको बयान गर्न छोडिदिनुस्। भगवान नबनाउनुस् नेतालाई। अब हद भयो, अति भयो। हेर्नुस् त 74 जना शहीद परिवार। त्यो तपाईको परिवारमा परे भए के हुन्थ्यो? त्यसरी मार्न पाइन्छ? त्यो त कारबाही हुन्छ, जसरी पनि हुन्छ, 1 2 3 हुन्छ। अब नेताहरू बचेर जाँदैनन्। तपाईहरु झोलेहरू अब विचार गर्नु होला। तपाईहरु अहिले छोड्नुस्, भरे छोड्नुस्, भोलि छोड्नुस्, तर गुन्जाइस छैन है। झोलेमाथि गम्भीर आरोप, सबै आरोप झोलेमाथि छ। पछाडि बसेर अझै ताली पड्काउनुहुन्छ। नेता जय, को जय, बाज जय, प्रचण्ड जय, देउपा जय, के को जय, कताको जय? आफ्नो पार्टीमा विद्रोह गर्नुस् न। सम्पत्ति कसरी आयो तपाईले भ्रष्टाचार नगरे भए? हैन भन्न सक्नुभयो? छोड्नुस् नेतृत्व भन्न सक्नुभयो? के को राजनीति गर्नुहुन्छ? त्यो चुनावको एक दिन गरेर भोट हाल्दिनु सकिहाल्यो नि। मेहनत गर्नुस् न, राजनीति गर्नै पर्दैन। स्वतन्त्र बन्नुस्। तपाई स्वतन्त्र बन्यो भने देश स्वतन्त्र हुन्छ, सबै स्वतन्त्र बन्छन्, देश बन्छ। जेनजीलेको भविष्य भनेको हाम्रो सपना हो, तपाई हाम्रो। अनि सपना अनि खत्तम भएन। हामी विदेश जान बाध्य भयौँ, ती पनि विदेश आउन बाध्य हुन्छन्। अनि कसरी हुन्छ? हामीमै बिछोड हुन्छ। हेर्नुस् त, प्लिज आजबाट झोला बोक्न छोडिदिनुस्। नेतागिरी के नेताको चाप्लिसी गर्न त्यो खुट्टा ढोक्न छोडिदिनुस्। अब यसरी होइन, नयाँ तरिकाको नेपाल बनाउनु पर्छ। जनतन्त्र नेपाल, लोकतन्त्र प्रजातन्त्र होइन, जनतन्त्र। जनता ठुलो हुने खालको, सार्वभौम हुने खालको। अब झोला बोक्न छोडिदिनुस्, नेतागिरी गर्न छोडिदिनुस्। त्यो तपाईहरुको त्यो वाइसिएल, त्यो युवा संघ आउनुस् न, देश बनाऊ सबलाई ल्याएर आउनुस् न। त्यो सहयोग गरौँ त्यो जेनजी, त्यो घाइतेहरू, के शहीद परिवारहरूलाई मलमपट्टि लाउनु। त्यो आशिकाको मात्रै काम हो मलमपट्टि लाउने, सरकारको मात्रै काम हो। तपाईहरु चाहिँ काम होइन। तपाईहरु जिम्मेवार दल होइन, पैसा मात्रै हसुर्ने। अब त्यो पैसाको एक हिसाब हुन्छ। झोलेहरू याद गर्नुस्, तपाईहरु जिम्मेवारी, तपाईले गर्दै देश बिगारेको नेताहरूलाई तपाईले उकास्नु भयो। अब जनताले छोड्दैनन्। जेनजी तपाईहरु घर घरमा छ। जेनजीको सँग डराउनु होला। जेनजीको भविष्यमा खेलवाड नगर्नुस्। आजै सुध्रिनुस्, अहिले सुध्रिनुस्। हस्, धन्यवाद।